हाई एभ्रिवान वेलकम टु माई मिनी भ्लग अनि अहिले चाहिँ म जाँदैछु ओइल चेन्ज गर्नको लागि अनि त्यसपछि भरे बेलुका चाहिँ हाम्रो घरमा सानो बुढाको बर्थडे रहेको छ अनि सानो कप केक खाने मान्छे कोही पनि छैन अनि त्यो पनि लिन जाँदैछु। सो आजको काम यस्तो छ अनि हामी चाहिँ त्यहाँ पुग्यौँ अनि त्यहाँ पुगेर एकछिन वेट गऱ्यौँ अनि त्यसपछि फुड लाइन गयौँ अनि फुड लाइनबाट वाइन लियौँ अनि त्यसपछि अनि मलाई साह्रो केक खान मन लागेको थियो अनि त्यसपछि हामी कम्पेयर फुड गयौँ र 1 पिस केक खाएँ मैले अनि त्यसपछि मैले चिकन पनि खाएँ अनि त्यसपछि म घर आएर फ्रेस भएर अनि मैले सेरमहरू लगाएर नुहाएर फ्रेस भएर अनि मैले यहाँ फ्रुट्सहरू ल्याउनु भएको चाहिँ फ्रुट्सहरू पनि उयो गरेँ अनि खाना पनि बसाएँ अनि मम्मीहरूले बनाउनु भयो सब्जीहरू त सबै बाबा र मम्मीको थियो आज बनाउने अनि मटन झोल बनाएर अनि फिस करी अनि अनि मैले पनि खाना खाएँ अनि खाना खाएर चाहिँ हामीले सानो बर्थडे सेलिब्रेसन गऱ्यौँ फ्यामिलीमा अनि बुढा चाहिँ 27 इयर्स लाग्नु भएको थियो अनि केक चाहिँ एकदम सानो छ त्यसको लागि माइन्ड नगर्नु होला हामी चाहिँ केक खाने मान्छे चाहिँ कोही पनि छैन हामीले यो केक पनि ट्रासमा अनि मम्मी बाबाले राम्ररी टिका लगाइदिनु भयो अनि राम्ररी ब्लेसिङ लिनुभयो बाबा मम्मीबाट अनि त्यसपछि मैले पनि रामलाई टिका लगाइदिएँ अनि मैले नि मसँग जति थियो पैसा त्यति दिएँ अनि उसबाट ब्लेसिङ ल्याएँ अनि त्यही अनि हामी नाच्यौँ रमाइलो चाहिँ बाई बाई।